को छोरा म प्रिकसनको बारेमा चाहिँ कुराकानी गर्छु। यहाँ भिजिट गर्दाखेरि सबैजना एकदम डिसिप्लिन भएर चाहिँ नि अब्जर्भ गर्नु होला, किनभने यहाँनिर तपाईँलाई थाहा छ इलेक्ट्रिक सक भने चाहिँ के हो, सबभन्दा ठुलो हाजर रिस्क होइन। त्यो भएर यहाँ भित्र छिर्दाखेरि कतै तपाईँले यसरी टच गर्नुभयो भने विदाउट रिस्क होइन, त्यो भएर तपाईँहरू कतै पनि टच गर्नुहुने छैन, धेरै टच गर्नुहुने छैन, जस्ट सरको इन्स्ट्रक्सनलाई प्रोपरली फलो गर्नुहुनेछ। इनलेट भन्छ हो, तलपट्टि इनलेट छ, त्यसलाई फ्लाइ व्हिल भन्छ, ठिक छ। त्यो फ्लाइ व्हिल चक्का जस्तो छैन त व्हिल, अनि त्यसलाई जेनेरेटर भन्छ। हुँदाखेरि सबै चिज कसरी हुन्छ, यसरी घुम्न थाल्छ, तिमीले यहाँ बस्यो भने तिमीलाई घुमाइदिन्छ, ठिक छ। सब अनि घुमेपछि तिम्रो चाहिँ यहाँनिर यो जेनेरेटर हो, त्यो जेनेरेटरलाई पनि के गर्छ, त्यसले रोटेट गर्छ।